यो देशमा राजा चाहिन्छ भन्नु, हिन्दू राष्ट्र चाहिन्छ भन्नु, संघीयता चाहिँदैन भन्नु संगठित अपराध हो? यो देशमा राजा चाहिन्छ भन्नु राज्य विरुद्धको अपराध हो? हाम्रो चुनाव जितेको जनताको प्रतिनिधिलाई तपाईले त्यो खोरमा जसरी अपमानित ढंगले राख्नु भएको छ, हाम्रो पार्टीको उपाध्यक्षलाई जसरी तपाईले त्यो खोरमा अपमानित ढंगले राख्नु भएको छ, हतकडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनु भएको छ, त्यसले हामी होचिएका छैनौं, त्यसलाई इकको रूपमा लिएका छौं। तपाईहरुले राजा हटाएको भोलिपल्ट नारायण हिटीमा तपाईहरुले व्यापार गर्न खोज्नु भएको कुरा नेपाली जनताले बिर्सेको छ। तपाईहरुले देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा जुन प्रकारको लुटतन्त्र मचाएर राख्नु भएको छ, त्यसलाई हामीले राम्रोसँगले हेरेका छौं। तपाईले एक दिन यसको दण्ड बिहोर्नै पर्छ र हामी जिउँदो हुँदैखेरि तपाईहरुलाई त्यसको सजायको भागी बनाएर छाड्छौं। यो राज्य आतंक सधैँ चल्दैन। तपाईहरु आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुस्। राप्रपा विद्रोहमा जाओस् भन्ने चाहनुहुन्छ भने सल्लाह गरेरै जान्छौं, हामी झुक्याएर जाँदैनौं। हामी त देशले थप द्वन्द्व बिहोर्न सक्दैन, देशलाई थप द्वन्द्वमा लैजानु हुँदैन भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको हो। म केपी ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, सत्ता सधैँभरि तपाईहरुको हातमा हुँदैन, जनता तपाईको गोठको गाईबस्तु होइन। राप्रपालाई कमजोर नठान्न म फेरि पनि भन्न चाहन्छु। यदि सुरक्षित अवतरण चाहनुहुन्छ, देशमा हिंसा नभड्कोस् र देशमा थप द्वन्द्व नहोस् भन्ने चाहनुहुन्छ भने तुरुन्तै हाम्रो नेताहरू लगायत अरू सबैलाई छोड्नुहोस्, निष्पक्ष छानबिन आयोग गठन गर्नुहोस् र त्यसको रिपोर्ट अनुसार कारबाही अगाडि बढाउनुहोस्। म यही कुरा आग्रह गर्न चाहन्छु। हामीले एक दिन पनि ढिला गर्नु भनेको थप एक दिन देश बर्बाद हुन छुट दिनु हो। हेर्नुहोस्, 8 वर्ष अगाडि यो देशको सार्वजनिक ऋण 6 खरबमा थियो, आज 27 खरब पुग्यो। हामीले लिएको ऋण अब विकास निर्माणमा होइन, कर्मचारीलाई तलब भत्ता खुवाउन र ऋणको ब्याज तिर्नमा खर्च भइराखेको छ। हामी अहिले हाम्रो जीवनको सबभन्दा महँगो कर तिरिराखेका छौँ। 100 खरब पैसा खर्च हुँदाखेरि पनि यति नै हो त? नेपाली जनताले हिसाब राखिराखेका छन्। हामी जिउँदो हुँदैखेरि तपाईहरुलाई त्यसको सजायको भागी बनाएर छाड्छौं। राजा चाहिन्छ भन्नेहरुका कारण, राजा चाहिन्छ भनेका कारण तपाईले मानिसहरुलाई थुन्ने हो भने हामी लाखौं मानिसहरु थुनिन तयार छौं। जेल खाली गर्नुहोस् हाम्रा लागि। अहिलेको प्रहरी प्रमुख त अहिलेको एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त। ल हेर्नुहोस् त, हामीले भेटेको खोकाहरू, अश्रु ग्यासका सेलका त्यो बोक्राहरू जहाँ एक्सपायरी डेट 2008 लेखेको छ, 2010 लेखेको छ, 2012 लेखेको छ, त्यो नक्कली हो। दुर्गा पर्साईहरूले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो त्यो। अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रु ग्यास कसरी डेट एक्सपायर भएको हुन्छ भनेर भन्छ। ल म भन्न चाहन्छु, प्रहरी भएर बस्नुपर्छ, कुनै राजनैतिक दलको भातृ संगठन भएर बस्ने होइन। तपाईलाई त्यो फुली लगाइदिने दलका नाइकेहरू र सिफारिस गर्नेहरू सधैँ सत्तामा हुँदैनन् र तिनीहरूको सधैँ हालिमुहाली चल्दैन। यो कुरा याद राख्नु। प्रहरी भएर बसोस्। फेरि पनि भन्छु, हिंसात्मक राजावादीको हिंसात्मक प्रदर्शन भनेर लेख्ने पत्रकार, प्रसारण गर्ने पत्रकारहरूलाई कुनै प्रदर्शनकारीसँग एउटा लाठी भएको कुनै भिडियो क्लिप छ? कुनै प्रदर्शनकारीले लाठी लिएर आएको थियो त्यहाँ? तपाईले यहाँ अश्रु ग्यास हान्नुभयो भने यहाँ बसेको मान्छेले कुर्सीले भेटे कुर्सीले हान्छ, ढुङ्गाले भेटे ढुङ्गाले हान्छ नि त तपाईलाई। अनि यिनीहरूलाई यो अहिले बसेका मान्छेलाई तपाईले हिंसात्मक भए भनेर भन्न मिल्छ? मानव अधिकारवादी संस्थाहरू कहाँ छन्? अब 2-4टा सञ्चार गृहको हातमा मात्रै यहाँको सूचना अब नियन्त्रणमा राख्ने दिन गयो। तपाई सञ्चार गृहहरूलाई गणतन्त्रै मन पर्छ होला, राज संस्था मन पर्दैन होला, तर यो देश
राज संस्था हुनुपर्छ, राजा हुनुपर्छ भन्नेहरूको पनि हो। अघिल्लो दिन प्रधानमन्त्रीले आफ्नो युवाहरूलाई भेला पारेर के निर्देशन गर्नुभएको छ हामी सबैले सुनेका छैनौँ, दुनियाँले देखेको छैन। सबिन महर्जनले के गल्ती गरेको कारण छातीमा गोली खान्नु पर्यो ल भन्नुहोस् त? घर आग लागि हुँदा सुरेश रजकको उद्धार नगरिनु पर्ने के कुरा छ? तपाईले दुर्गा परसाईलाई पक्राउन सक्नुहुन्थ्यो। पुलिसको फन्दाभित्र परेको दुर्गा परसाईलाई चाहिँ नि ढुक्कले निकालेर पठाउनु भयो, तर मञ्चमा भाषण गरिराखेका नेताहरूलाई चाहिँ तपाईँले अश्रु ग्यास बर्साउनु भयो। शान्ति अहिंसा प्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नु। केपी ओली, रमेश लेखक भिरकोटी मण्डपमा आमसभा गर्न दिँदाखेरि ढल्ने तिम्रो गणतन्त्र कस्तो गणतन्त्र र कति कमजोर गणतन्त्र हो त्यो संसारले देखोस् भनेर हामीले त्यहाँ कुनै लफडा नगरेको हो। आज हामीले आह्वान गरेर चारतिरबाट यस्तो जुलुस चारतिरबाट हुल्दियो भने कसलाई छेक्छौ, कसलाई गोली हान्छौ? चैत 15 गतेको घटनाको निष्पक्ष छानबिन हुनु पर्यो, न्यायिक आयोग गठन हुनु पर्यो।